1500 पनि होइन, 1800 पनि होइन, 2000 पनि होइन गाइस। यो बिस्ट डेनिम ब्रान्डको ओरिजिनल लेदर ज्याकेट हो, हेर्न सक्नुहुन्छ। जेन्युन लेदरमा आउँछ, अलिकता महँगो छ तर हेर्न सक्नुहुन्छ हजुरहरूले आफै एकदमै बबालै रहेको छ। डिजाइन यसमा हजुरहरूले 3 वटा पाउन सक्नुहुन्छ। अलिकता स्टाइलिश लगाउँछु भन्ने दाजुभाइहरूको लागि मैले लगाएको यो डिजाइन रहेको छ भने, सिम्पल लगाउँछु भन्ने सरहरूको लागि एउटा यो कलरवाला डिजाइन छ भने, अर्को अझै सिम्पल लगाउँछु भन्ने सरहरूको लागि यो चाहिँ राउन्ड नेकमा पाउन सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ 3 वटा डिजाइनमा रहेको छ। तीनटैमा हजुरहरूले कलर अप्सन कफी कलर र ब्ल्याक कलर पाउनुहुन्छ। साइज मिडियमदेखि डबल एक्सेल रहेको छ। र त्यसपछि मेन कुरा गाइस, 2000 को लेदर ज्याकेट किनेर बाहिरको यो छाला फुत्केर लगाउने जस्तो छैन, फाल्ने जस्तो भइसक्यो भन्ने हाम्रो प्यारो प्यारो दाजुभाइहरूको लागि हेर्न सक्नुहुन्छ यो बिस्ट डेनिम ब्रान्डको ओरिजिनल लेदर ज्याकेट, जेन्युन लेदर ज्याकेट छ। र त्यसपछि यसको बाहिरको फ्याब्रिक हेर्नुहोस् त, एकदमै राम्रो क्वालिटीको लेदर रहेको छ। अगाडि हजुरहरूले सिम्पल लगाउँछु भन्ने हुन्छ भने यहाँनिर 2 वटा जिपर भएको पकेट पाउन सक्नुहुन्छ। र स्पेशली बाइकमा हिँड्ने सरहरूको लागि 200% हावा पानी छेक्ने ज्याकेट भनेको लेदर ज्याकेट रहेको छ। र त्यसपछि स्टाइलिश लगाउँछु भन्ने दाजुभाइहरूको लागि हेर्न सक्नुहुन्छ टक्क क्रस चेनमा अलिकता बबाली लुक्समा यो रहेको छ हामीसँग। साइडबाट यसको डिजाइन हेर्न सक्नुहुन्छ, बेल्टको डिजाइन रहेको छ, एकदमै दामी, लगाउँदा पनि एकदमै कडा लुक्स आउँछ। कलर अप्सन सबैमा ब्ल्याक र ब्राउन पाउनुहुन्छ। र त्यसपछि एउटा यो डिजाइन हेर्न सक्नुहुन्छ, यसमा ब्ल्याक कलर भयो भने ब्राउन कलर हेर्नुहोस् त कस्तो दामी रहेको छ। एकदमै राम्रो लेदरको क्वालिटी रहेको छ। र मैले लगाएको डिजाइनमा चाहिँ मैले लगाएको ब्ल्याक र त्यसपछि एउटा यो ब्राउन कलर पाउन सक्नुहुन्छ भने हजुरहरूले प्राइस चाहिँ एकदमै रिजनेबल प्राइसमा यो बिस्ट डेनिम ब्रान्डको ओरिजिनल लेदर ज्याकेट लिन सक्नुहुन्छ गाइस। थ्याङ्क यू भेरी मच।